अगाडि मेरो सिन्दुर चाहिँ रङ्गाइदिनु है। नमस्ते, आज चाहिँ हामी आएको छौँ ढेकिया बस्तीमा, जहाँ हामीहरूको झमेलाको ट्रेजर रिलिज हुनेछ र सबैजना हेर्नु होला। एकछिन पछाडि हामी टिजर रिलिज गर्नेवाला छौँ। गोबी के गर्छ? गोबी व्यस्तमा छ, यहाँ एकदम मिलाइरहेछ। र यहाँ राजीव दाजुहरू हुनुहुन्छ, सम्बर्धना हुनेवाला छ। त्यसपछि नै आयुष्मान श्रेष्ठ एङ्कर हुनुहुन्छ। बिट्टु भुजेल कोरियोग्राफर। त्यसपछि नै भानु लामा एक्टर, साथै उहाँ बामनचिरी आञ्चलिक समितिको र यस झमेला फिल्ममा ती शब्द राखिदिनु बाट आएका वर्तमान नयाँ गठित यो तामुलपुर डिस्ट्रिक्टको यो पावन धरतीमा आज हाम्रो आउँदै गरेको चलचित्र झमेलाको टिजर लन्च गर्नु पाउँदा हामी आफूलाई नै धेरै गौरवान्वित अनुभव गर्दैछौँ। र यो जुन दुईवटा आञ्चलिक मिलेर हजुरहरूले प्रोग्राम आयोजन गर्नुभएको रहेछ, कुमारीकाटा आञ्चलिक र तामुलपुर आञ्चलिक, दुवै आञ्चलिकलाई मेरो तर्फबाट देखिँदैछ। गाउँ हो यो गाउँ, यहाँ आमाको आदर र चेलीको सम्मान हुन्छ। दाजु दाजु म त मलाई यो शङ्खेले मेरा सिधा सादा बुबालाई कोर्ट कचहरीको झमेलामा फसाएर 50 बिघा माटो लुटेको छ। 50 बिघा। बाबा, म मर्नुभन्दा अगाडि मेरो सिन्दुर चाहिँ रङ्गाइदिनु है। रङ्गी बिरङ्गी यो संसारमा चल्दा चला रङको खेल। झगडामा टाइम पास नगर्नु, फटाफट हानिदिनु, फटाफट। कसैको रङ कसैको लागि गाह्रो छ त। नमस्ते बाबु। कसैको रङ कसैको लागि। अहिलेको जुन टिजर एकैछिन लगभग कति 1.5-2 मिनटको टिजर थियो होला। यो टिजर देखाउनको लागि कुनै एउटा मञ्चमा हामी प्रदर्शन गर्नको लागि, आफ्नै गोर्खाली मञ्चमा आफ्नो प्रदर्शन गर्नको लागि हामीलाई 10,000सम्मको डिमान्ड भयो। त्यो डिमान्ड पुरा गर्न नसकेर र हामीले आफै नचाहेर, किनभने हामी एउटा गोर्खाली सिनेमा जगत बनाउनु कोसिस गर्दा पनि आफ्नै दाजुभाइहरूले हामीलाई नै पैसाको डिमान्ड गर्दा अलिकति नराम्रो लागिरहेको थियो। त्यही भएर पनि हामीले त्यो ठाउँमा प्रदर्शन गरेनौँ। र आज सुदूर टाढो एकदम कुमारीकटाको छेउछेउ ढेकिया बस्ती भन्ने ठाउँमा तिहार विदाई समारोह भएकोले हामी उहाँदेखि लगभग हामीहरूको 60-70 किलोमिटर पार भएर आएर हामीलाई आज यहाँ टिजर देखाउनु परेको छ। र त्यो टिजर देखाउने क्रममा जहाँ एलइडीको सुविधा थियो तर त्यो सुविधा नभएकोले हामीले यसरी पर्दामा देखाउनु पऱ्यो। र त्यसको क्वालिटीहरू पनि त्यति राम्रो भएको छैन होला, किनभने पर्दाले गर्दा हामीले क्वालिटी त्यो ल्याउन सकेको छैनौँ। र हेर्न सक्नुहुन्छ, त्यो स्पष्ट गर्नको लागि माथि उठेर पर्दा निकाल्नु परेको छ। आफ्नै दाजुभाइहरूले सपोर्ट नगरेकोले हुनाले। र तपाईँहरू भन्नुहोस्, गोर्खाली चलचित्र खाँचो छ कि छैन? खाँचो छ भने माया सपोर्ट गर्नुहोस्, यो भिडियोलाई धेरै धेरै सेयर गर्नुहोस् र आउँदै गरेको झमेलालाई धेरै माया गरिदिनुहोस् भन्ने आशा गर्दै म बिदा लिन्छु।